गाइज मर्निङ म चाहिँ आज स्याटरडे सेसेलमा सन्डे यहाँ चाहिँ स्याटरडे हाम्रो पब्लिक होलिडे अनि म चाहिँ आज बिन्दासमा छु। आज चाहिँ हामी यहाँ हाम्रो मिठो मिठो पाक्दैछ। यता चाहिँ हाम्रो ग्रेडी म्याम हुनुहुन्छ, पकाउनुहुन्छ मिठो मिठो। आज उहाँको चाहिँ होलिडे ड्युटी छैन, किचनमा आफै हो पाक्दैछ खानेकुराहरू चाहिँ। उता दाल तरकारी माम अनि मेरो लागि भनेर चाहिँ स्याटरडेलाई खसीको मासु हान्ने हो नि त दह्रो। ओके, गाना पनि सुन्दैछु नि हाम्रोले, गाना पनि मन पनि फेभरेट गानाहरू सुन्दैछु। मेरो लागि फेभरेट आलु पनि पाक्दैछ के, फर्सीको मुन्टा प्लस आलु मेरो लागि हो नि त है। इस्कुसको मुन्टा इस्कुसको मुन्टा। आज चाहिँ अघि पछि चाहिँ उताबाट आएदेखि चाहिँ मै हो है कुकम्यान। अब आज चाहिँ हाम्रो मेरो डियरेस्ट नियरेस्ट आज चाहिँ उहाँको पालो हो किचनमा बस्ने है। यहाँबाट चाहिँ आज चाहिँ भ्यू हेर्ने हो, दामी देखिरहेछ। यो चाहिँ हाम्रो फर्बिङको नेदो मोनास्ट्री हो। उता काठमाडौँबाट आउँदाखेरिको काठमाडौँबाट उताबाट आइन्छ होइन। यो बाटो भएर आउँदाखेरिको बाटो हो। अनि यो बाटो भएर चाहिँ उता फर्पिङ जाने बाटो हो। यो फर्पिङ जाने बाटो यो चाहिँ नेदो मोनास्ट्री हो। अनि यहाँनिर चाहिँ यो हाम्रो फर्पिङको भाइरल पुल जाने बाटो। अनि यहाँनिर आनी छोइङ डोल्मा उहाँको स्कुल पनि छ, यहाँबाट अलि देखिँदैन। अनि यहाँनिर रहेको यो चाहिँ यो जुन यो सानो ढिस्को देखेको छ यो चाहिँ हाम्रो फर्पिङको हाइड्रो पावर, फर्पिङको पहिलो नेपालको पहिलो जलविद्युत गृह अनि एसियाको दोस्रो चाहिँ हो। अनि यो पारिपट्टि देखिरहेको आज एकदम मौसम क्लियर छैन, पारिपट्टि देखिरहेको चाहिँ सबै यो ललितपुर एरिया हो। उतापट्टि चाहिँ यो भैँसीपाटी एरिया हो, एकदम धुवालो हुस्सुले गर्दा राम्रो आएको छैन।